हो दिदी हो न गर न गर बहिनी मेरो बहिनी मेरो बहिनी भ्लग बनायो नि त आजदेखि म मेरो यो फर्स्ट भ्लग हो होइन अब म भ्लग बनाउनु त जाँदैछु अब कसरी गर्ने एडिटिङ मलाई केही नि थाहा छैन अब जे भए पनि म भ्लग बनाउँछु म त आज मामा घरबाट अब घर जानको लागि भनेर यहाँ बहिनीकोमा भेट्नलाई आएको बहिनीको नि न्याहारो लाएर अब बहिनीलाई अँगालो हाल्न जान्छ है त उहाँ अब बहिनी यो एक नम्बरको चेपारी हो चेपारो घर मेरो मुटु मेरो भाइ तिमी भएन भने म के गर्नु भने यस्तो अझै चेपारो गर्छु यस्तो चेपारो एक नम्बरको चेपारो अनि चाट्न जान्छ भोलिपछि आफ्नै पहिल्यै चाट्छ नातान बहिनीलाई माया नगरेको होला गरौँ मैले है मलाई माया गर्ने रे मेरो बहिनी हो जाति गर्न मलाई उयो गर्नु अँगालो हाल्न त बहिनीलाई ल अँगालो चाहिँ हाल्नु न त अँगालो चाहिँ हाल्न यो मेरो फ्लस भएको हो क्या त्यही भएर अँगालो हाल तैँले सुरुवात गरेको उन्नति होस् 20वटा भ्लग बनाउनु पैसा कमाएर मलाई दिनु अँगालो हाल्न फर्स्ट भ्लगमा ल यही हाल्छु म अँगालो हाल्न न छ्या यही त ल्याउनु अँगालो हाल्न फर्स्ट भ्लगमा त बहिनीले अँगालो हाले त्यही भएर लाइक आयो भन्नुहुन्छ क्या अब के गर कहाँ अँगालो हाल्न गएन अँगालो कति ल ल पछाडिबाट हाल ल पछाडिबाट अँगालो हाल्नु त्यो त बेबी सोना बाबुले अँगालो हाले त भयो एकचोटि लास्ट चलो अँगालो हाल सिकाउँछु म यस्तरी दिदी बहिनी त यस्तरी अँगालो आइज न अँगालो हाल ल पछाडि ब्याक ल अँगालो हाल न छिटो अल्डाउँछ च्याप्प अब यता गाला जुत्दा न नि ओ अल्डाउँछ त भयो तर मेरो न्याह्रो लाग्यो त अनि तर मेरो न्याह्रो लाग्छ है तर मेरो न्याह्रो लाग्छ म अँगालो हाल्छु तर म सिकाइदिइहाल्छु यो मेरो फर्स्ट भ्लग हो के यो मेरो फर्स्ट भ्लग ल अब फर्स्टमा अँगालो यस्तो चिसो हात बहिनीलाई कसरी अँगालो हाल्यो भने म सिकाउँछु आउँछु ना भन्दै आऊ मेरो मुटु मेरो टुक्रा तिमी मलाई छोडेर नजाऊ ल अब त्यस्तै अँगालो हाल्दा त्यस्तै भन्न त्यही भन्न र मेरो दिदी मलाई छोडेर नजाऊ भन्न म घर गइहाल्छु अनि तर तर म चार्जर लिएर दिउँला चाहिँदैन मलाई अँगालो फर्स्ट हो क्या फर्स्ट ल अँगालो न छिटो मेरो दिजु भन्दै अँगालो न मेरो दिदी अँगालो हाल्न मन लाग्यो यतारिको अँगालो अब यसलाई एडिटिङ गर्ने मैले एडिटिङ गर्ने हो कसले गर्छ त एडिटिङ गरेर अनि एडिट त्यही गरेर होइन अनि त्यसपछि तर होइन मैले अँगालो हाल भने त्यो कराकरै गरेर त्यो काटेर अनि त्यसपछि अनि यो चाहिँ यो मेरो दिदी यस्तो गरेर चाहिँ हालिदिन्छु है छोड्नु भने त ज्यादै दुइसक्यो आज मसँग सुत्दाखेरि कस्तो अनुभव भयो पुरै ठाउँ ठिलो भयो उसलाई जाडो भयो अनि कति दिनपछि यहाँ तातोसँग सुत्न पाएर नहट्नु मलाई छोडेर राति त त्यही भने होइन यस्तो जाडो तातो किन उठ्ने भनेर चाहिँ भन्यो तर जा सार पनि केही भने ऊ जा भने होइन मलाई अँगालो हालेर मैले खुट्टा बोकाएको थिइनँ त आज मैले खुट्टा बोकाएको थिएँ घुसारी फोकेको थियो म ताने त्यो के खान ताने हो टाउको ताने कसले यस्तरी बहिनीलाई खुट्टा बोकाउने गरे भन्नुहोस् है कमेन्ट कति दिनदेखिको बनाउने मजा मैले हिजो भर्खर लाएर आयो त ल्यापटपबाट पढिरहेछ हाम्रो बहिनी त पढ्दैन है बहिनी अचम्म पढ्न दास भएको छ अरे मलाई फोन गरिरह ल
मेरो बहिनी तिमीलाई अब बर्थडेमा के गिफ्ट दिने आइफोन दिने हो के चाहियो आइफोन मक्कै पऱ्यो कि कति आइफोन कति नम्बरको आइफोन 20 नम्बरको आइफोन 16 नम्बरको आइफोन कि 17 र भन म बर्थडेमा गिफ्ट दिन्छु यो भ्लग हालेर पैसा आयो भने त म तँलाई गिफ्ट लोक गाइज होइन मलाई यो भ्लगबाट पैसा आउने बनाइदिनुहोस् होइन पैसा आइसिन अनि म यसलाई आइफोन गिफ्ट दिन्छु है त बुझ्यो मक्क भयो अन्त बुट्ने चाहियो भने होइन बुट पनि दिन्छु मसँग पैसा पैसा अब मसँग बोर्डबाट पैसा चढ्छ पुर्र थाहा छैन हजुरआमालाई मैले के यस्तो भने धागे देखाइदिएँ अब म आमा काम गर्न जाँदिनँ म जब पनि खान्न अब म तैँले काम खानु भयो मैले मसित काममा जान्छस् त उता जरुङखुमा म बसी उफाफुटी लाएर पैसा कमाउँछु भने धाग लगाइदिए त जति त्यही भने कहाँ के जब ब्याग पसलमा ब्याग कारखानामा के गर्ने ब्याग कारखाना त्यहाँ सिकाउँछ त्यही गर्ने म जब नखाने जब पनि खान्छ उही मेरो जागिर जा अनि गिर जा अनि गिर म त जागिर नखाने गरेँ म बिजनेस गर्ने हो जागिर नखाने त्यो टिप्न त्यो भने आऊ र टप ओइ भ्लगमा त्यस्तरी गाली नगर्नु मलाई टप भने नराम्रो देख्छ काट्दैन हो कहाँ काट्छु यो सब हाल्छु यो सब हाल्छु फर्स्ट भ्लग विथ माई सिस्टर प्यारी सिस्टर इरिटेटिङ मेरो तर न्यास लाग्छ लाग्दैन अब म जाने अब यहाँबाट जाने थिएँ तर सुन्ने लाग्छ मुख पनि नधोइकन लालीबाट गरी चाहिँ छि फोरी आइमै मुख धोहा दाँत सुधा माझेर आइन्छ छ्या कतिर उही आज त यहाँबाटै घाम देखिसक्यो भने अरू बेला त म उताखेरि कहिले घाम देख्दैन थियो अब यहाँ हातमै घाम आउँछ है टल्किरहेँ घाम त ल घामको छाया घाम आइसियो आज त घाम आइसियो बिहान बिहान अब बिहान बिहान अरू बिहान कलेज जाने गरेको थिएँ आज त कलेज नि गएको छैन सरलाई भने नि होइन मार्छ त्यस ल अब आजलाई यति हो अब म घर जान्छु अनि घर गएपछि बाबा आमासँग भ्लग बनाएर हाल्नुलाई बाई फर्स्ट भ्लग ओए बाई भन न अब के भन्नु भयो बाई भन्नुहोस् लाइक कमेन्ट सब्सक्राइब सेयर गरिदिनु होला हामी दिदी बहिनीको नौटङ्की कुराहरू इग्नोर गर यसले मलाई माया चाहिँ गर्छ है मैले मात्र होइन यसले माया गर्छ माया गरेर देखाइदियो नि त लास्ट चाहिँ त्यत्तरी निकाल्छ बाई अब बाई गर्थ्यो मेरो बहिनी प्यारी बहिनी एकचोटि यहाँ गाला छुट्टा त बाई गर्न अब त्यो बाई गर्न यता हेर्न बाई मिलाउने होइन